हेलो गाइस एभ्रिवान गुड मर्निङ। आज चाहिँ हामी रुमबाट निस्किरहेछौँ हो। आज चाहिँ मैले चाहिँ रुमको हाम्रो मालिकको घरको यो देखाइरहेछु। हामी चाहिँ यो रुममा बस्छौँ गान्तोकमा। हेर्नुहोस् है फुलहरू कस्तो मजाले फुलिरहेछ, कस्तो मजाले सजाइरहेछ नि वरिपरि। हेर्नु त, वाउ, मान्छेको मेहनत चाहिँदो रहेछ। मान्छेले चाह्यो भने जे पनि गर्दो रहेछ। हेर्नुहोस् त कति राम्रो भयो। वा, हेर्नुहोस् त यसो भित्र पस्दा मजा आउँछ नि। अहिले चाहिँ म गान्तोक हेर्नु है कस्तो भिरमा पनि घर बनाइरहेको छ। हेर्नुहोस् त, अम्बो डरै लाग्दो। त्यो बाटो पनि देखिरहेको छ नि, हेर्नुहोस् त बाटो कस्तो अप्ठ्यारोमा पनि बाटो बनाइरहेछ। सिक्किममा चाहिँ यस्तो चाहिँ फेसिलिटी चाहिँ राम्रो छ, तर भिड छ, भिड एकदमै। यो जङ्गल वरिपरि चाहिँ पुरा इस्कुस हुँदो रहेछ। हेर्नुहोस् है, यो हेर्नुहोस् त ठाडो बाटोमा पनि यस्तो भिड जस्तो जग्गामा पनि बाटोहरू बनाइदिइरहेछ। यो जङ्गलमा चाहिँ इस्कुसै इस्कुस, जताततै इस्कुस। अहिले यो हेर्नुहोस् त, यो माथिबाट पानी बग्दो रहेछ। हेर्नुहोस् त इस्कुसहरू जताततै। बाटो चाहिँ चेप जताततै बाटो छ। ओह्रालो सिँढी हेर्नुहोस् त, यहाँबाट लड्यो भने तल पुग्छ रोडमा। यो आन्टी जानु सकेको छैन, अहिले चाहिँ हामी रोडमा आइपुग्यौँ। गान्तोकको यो चाहिँ बजार हो, माल बजार। साह्रो फेसिलिटी। गान्तोक बजार चाहिँ साँघुरो भए पनि सजाएको छ। कति राम्रो देखाइरहेको छ वरिपरि। कस्तो नराम्रो जग्गालाई राम्रो बनाएको छ। सबै फेसिलिटी ओके गाइस।